नमस्कार सबैजनालाई। आज चाहिँ फेरि म निप्सेको चाहिँ अब कमिङ विकमा चाहिँ के चाहिँ हुनसक्छ प्याटर्नहरू अथवा प्राइस कता हुनसक्छ त्यसको उतार-चढाव र प्राइस कता मुभ हुनसक्छ कमिङ विकमा त्यो चाहिँ हामीले एलियट वेब थ्रु चाहिँ डिस्कस गर्नेछौँ है। अनि सुरुमै काउन्टिङ गर्दा चाहिँ मैले चाहिँ यहाँदेखि सुरु गरेको मेरो काउन्टिङ है 0, 1, 2, 3, 4, 5 भएर यो हायर डिग्री 1 चाहिँ कम्प्लिट भइसकेको छ। अनि अहिले यो हायर डिग्री 2 को लागि चाहिँ प्राइस मुभ भइरहेको अथवा प्रोसेस भइरहेको भन्न सकिन्छ है। यसरी है। अनि यसलाई चाहिँ 333 कम्बिनेसन भन्छ है। यो चाहिँ अब ग्लिन निलीको बुकमा चाहिँ एकदम रेयर केस हो यो भनेर भनेको छ है। यो 333 कम्बिनेसन भन्छ है यस्तो टाइपको करेक्सनलाई चाहिँ है। यो चाहिँ रेयर केस भनेर मैले अस्ति पनि भनेको थिएँ। यसलाई चाहिँ 333 कम्बिनेसन भेरी रेयर एकर्डिङ टु ग्लिन निली है। एलियट वेबको चाहिँ मास्टरिङ एलियट वेब बुक छ है। उहाँले चाहिँ यसलाई चाहिँ एकदमै रेयर केस भन्नुभएको छ है। अब चाहिँ करेक्सन अब यसको कुरा गरौँ है। जसरी यो चाहिँ ब्ल्याक कलरको हायर डिग्री ए, ब्ल्याक कलरको हायर डिग्री बी र ब्ल्याक कलरको हायर डिग्री सी। ए र बी चाहिँ फिनिस भइसक्यो। अब यो सी को लागि चाहिँ प्राइस फर्म भइरहेछ अथवा मुभ भइरहेछ भनेर भनिरहेको छु है मैले यो पहिलेदेखि नै। अब तपाईँको यो हायर डिग्री जुन यो ब्ल्याक कलरको यसको इट्सेल्फ 3 टा सब अर्डिनेट्स है। यो स्मल ए है, यो सर्कलमा भएको बी अनि सीले चाहिँ यो ए फिनिस भएको हो। फेरि यो बी पनि तपाईँको 3 वटा सब अर्डिनेटमा फिनिस भएको छ है। यो स्मल ए, बी र सी। अब चाहिँ यो सी पनि तपाईँको 3 वटा सब अर्डिनेटमा आउनै पर्छ है। किन भनेपछि चाहिँ तपाईँको चाहिँ प्रिभियस तपाईँको चाहिँ एकदमै आफू एकअर्कामा कोरिलेटेड हुन्छ वेबहरू। त्यही भएर चाहिँ अब यो सी पनि 3 वटै वेबमा आउनुपर्छ है। जस्तै यो ए फिनिस भइसकेको छ, यो बी फिनिस भइसक्यो। अब यो सी को लागि चाहिँ प्राइस मुभ भइरहेछ। र अनि यो माथिको ट्रेन्डलाई मैले ड्र गरेर राख्दा चाहिँ मलाई चाहिँ के लाग्छ भनेको फ्युचरमा चाहिँ प्राइस एटलिस्ट 2520 देखि 30 को एरियामा चाहिँ आउनुपर्छ जस्तो लाग्छ है। अब त्योभन्दा अर्को पनि ट्रेन्ड लाइन छ अहिले यसको त्यो कुरा चाहिँ नगरौँ है। अब मलाई चाहिँ त्यो देखेको। अब यसमा चाहिँ यो जिगज्याग छ। एमा चाहिँ जिगज्याग करेक्सन भएको हो। यो चाहिँ 535 स्ट्रक्चर हो है। यो चाहिँ इभेन्ट र न्युज बेस हुन्छ। यो चाहिँ अनि यो बीमा चाहिँ फ्ल्याट भएको है 335 स्ट्रक्चर। यो टाइम वाइज र एडजस्टेड टाइप करेक्सन भनेर हो मैले। अब यो सीमा पनि तपाईँको जिगज्यागै भइरहेछ है। जिगज्यागको पनि ए फिनिस भइसक्यो। बी पनि मैले फिनिस भयो भनेरै एजुम गरिरहेको छु। अब सी को लागि चाहिँ प्राइस मुभ भइरहेछ भनिरहेको छु है। अब 1 आवर टाइम फ्रेममा चाहिँ यही फिगरलाई चाहिँ मैले यसरी यो एलाई चाहिँ मैले यो यहाँनिरको सी को एलाई चाहिँ यसरी यो एलाई यहाँनिर राखेर अब यसलाई काउन्टिङ गर्दा चाहिँ अनि मैले चाहिँ लास्ट टाइम एउटा वेब सी चाहिँ पेन्डिङ छ भनेको थिएँ है। तपाईँको चाहिँ मार्केट तल गइरहेको थियो। त्यही भएर एउटा पेन्डिङ छ योभन्दा 1 विक अगाडि चाहिँ। अनि मैले चाहिँ त्यसले चाहिँ प्राइसलाई माथि मुभ गर्छ, लिड गर्छ, माथि अपवर्डतिर चाहिँ एउटा फोर्स दिन्छ भन्ने टाइपको कुरा गरेको थिएँ है। यही सीको कुरा गरिरहेको थिएँ है मैले त्यो बेलामा चाहिँ। अनि मैले एजुम गरेको के छ भनेपछि यो सीमा पनि इट्सेल्फ 3 वटा चाहिँ सब अर्डिनेटमा आउन सक्छ, हाई चान्स हुन्छ भनेपछि यो किनभनेपछि 333 कम्बिनेसनमा चाहिँ अथवा यसलाई सब डिभिजन केस हुन्छ। यस्तो टाइपकोमा चाहिँ 3 पार्ट्समा प्राइस आउने चान्स चाहिँ बढी हुन्छ है। अनि धेरै अगाडि मेरो अलमोस्ट 1 मन्थ नै भयो है। मैले यो बी लगाइसकेपछि प्राइसले जुन चाहिँ यो वेब बी छ यो तपाईँको 2694 अराउन्ड यहाँनिर चाहिँ मैले बी आफ्ना वेब बी कम्प्लिट भइसक्यो। अनि यो एउटा हाई लगाइसक्यो। अब यो चाहिँ 1 मन्थ अगाडि नै मैले अब यो चाहिँ 1 मन्थसम्म ब्रेक हुँदैन नै भनेको थिएँ है। अलमोस्ट 1 मन्थ नै भयो यो वेब बी माथि प्राइस गएको छैन। अनि त्यसपछि योदेखि पनि तपाईँको 130 पोइन्ट चाहिँ मार्केट डाउनफल भएको हो है। ठ्याक्कै क्याल्कुलेट गर्दा एप्रोक्सली 130। अनि यो 130 बेरिस मार्केटमा 130 घट्नु भनेको चाहिँ एकदम सिरियस थिङ हो। बुलिसमा चाहिँ अब तपाईँको 1 विकमा 300-400 पोइन्ट बढिसकेपछि 50-100 को त आउँछ। तर बेरिस मार्केटमै 100 पोइन्ट घट्नु भनेको चाहिँ एकदम सिरियसै थिङ हुन्छ है यसमा चाहिँ। त्यो बुझ्नुपर्छ हामीले। रह्यो कुरा अब यो सीको कुरा गर्दा चाहिँ मलाई चाहिँ फिल भएको चाहिँ अब यो 3 पार्ट्समा आउँछ भनेर मलाई चाहिँ भनौँ न मैले चाहिँ एउटा एजुम गरेर हो। र अब यो 1 आवर टाइम फ्रेममा हेर्दा चाहिँ यो 1 ए भयो, यो बी अब यो सीको लागि प्राइस आइरहेछ है। यो सी पनि तपाईँको कसरी आइरहेछ भने यसरी तपाईँको 1, 2, 3, 4, 5 भएर चाहिँ यो 1 फिनिस्ड अनि यो 2 को लागि गइरहेछ। अनि यो फेरि 3 तल आउँछ अनि हल्का माथि 4 अनि यो 5 फिनिस भइसकेर अनि यो सी फिनिस्ड हुने हो। द्याट मिन्स कि यो हायर डिग्री 2 पनि फिनिस्ड हुन्छ है।
अब चाहिँ प्राइस तलै हो मैले देखिरहेको है। अब यो यहाँनिर मैले मैले अस्तिको पालि पनि तपाईँको म्याक्स टु म्याक्स प्राइस चाहिँ 2660 देखि 80 जान्छ। त्यतिसम्म मात्रै लिड गर्छ, त्योभन्दा माथि मैले देख्दैन भनेको थिएँ। अनि यो वेब बी लाई चाहिँ मैले इन्भ्यालिडेसन पोइन्ट भनिरहेको छु, किन भनेपछि चाहिँ भोलि चाहिँ वेब बी लाई ब्रेक गरेर माथि नै क्लोजिङ दिन सफल भयो मार्केट भनेपछि चाहिँ हामीले के एज्युम गर्न सक्छौँ भने चाहिँ यो ट्रिपल थ्री कम्बिनेसनको करेक्सन चाहिँ ओभर भयो भन्न सक्छौँ। यदि ब्रेक गरेन भनेपछि चाहिँ हामीले चाहिँ तपाईँको चाहिँ करेक्सन स्टिल फर्दर जान्छ, स्टिल फर्दर करेक्सन हुनसक्छ भनेर चाहिँ भन्न सकिन्छ। यो चाहिँ इन्भ्यालिडेसन पोइन्ट इन द सेन्स कि तपाईँको यसको माथि चाहिँ क्लोजिङ दियो भोल्युमसहित भनौँ न आज है। त्यसरी गऱ्यो भनेपछि चाहिँ हामीले करेक्सन ओभर हुन्न भनेर अज्युम गर्छौँ, नत्र चाहिँ स्टिल करेक्सन बाँकी छ भनेर अज्युम गर्न सकिन्छ। अनि मैले भनिरहेको प्राइस विल नट ब्रेक हाई अफ वेब बी भने चाहिँ अलमोस्ट 1 मन्थ भयो र स्टिल पनि कन्भिन्स चाहिँ छैन है। अब मेरो आफ्नो इन्टरप्रिटेसन हो, आफ्नो एनालाइसिस हो होइन, मेरो आफ्नो एउटा प्रोजेक्सन हो। मैले चाहिँ के प्रोजेक्सन गरिरहेको छु, एउटा प्रोजेक्सन गरिरहेको छु वेबहरूको, त्यो हो। अब लेट्स सी के हुन्छ फ्युचरमा होइन, मार्केटले के देखाउँछ भन्ने कुरा हो है। अनि अब यो ओएफसी पेन्डिङ छ भनेर मैले भनेको 1 विक ठ्याक्कै यो त्योबाट चाहिँ एउटा प्राइस माथि आएको छ है। अब यो ओएफसी पनि 3 वटा सब अर्डिनेटमा आउँछ भन्ने चाहिँ मलाई फिल भइरहेको छ। जस्तै लाइक यो ओएफसीको पार्ट ए हो, अनि यो तल फेरि बी आउँछ, अनि फेरि यो सी यसरी गएर चाहिँ अनि तल आउँछ भनेर चाहिँ एज्युम गरेर मैले है। अनि यो चाहिँ 1 आवरको टाइम फ्रेममा है। मैले चाहिँ अब यो तपाईँको मलाई के लागिरहेछ भने ए स्टिल फिनिस छैन है। जस्तै यहाँदेखि यो बीबाट चाहिँ अब यो जुन सी बनिरहेछ तपाईँको यसरी हेर्नुहोस् है। यसरी यो जुन एबाट यो सी बनिरहेछ, यो सी पनि तपाईँको यो 1 यो 2 यो किन चाहिँ 5 सब अर्डिनेट हुन्छ यो सीको। यो 1 भयो है, यो यसरी 2 भयो, अनि यो 3 यो 4 यो 5 भएर यो सी फिनिस हुने हो है। अब यसमा पनि तपाईँको के छ भनेदेखि यो अब यसको कुरा गर्दा चाहिँ मलाई चाहिँ अब 3 पार्ट्समा आउँछ भनिरहेको छु मैले। यो ए अनि यो बी अनि यो सी भएर यो सी फिनिस्ड हुन्छ र यो डिग्री 2 फिनिस्ड हुन्छ भनेर है। मैले अस्तिको पालि पनि तपाईँको चाहिँ सेलिङलाई नै हेर्नुहोस्, यो वेभ 2 चाहिँ ट्र्याप नै हो। जब यो डाउन साइडको वेभ 2 हुन्छ त्यसले ट्र्याप पार्छ, अप साइडको वेभ 2 ले चाहिँ तपाईँहरूलाई चाहिँ अपर्च्युनिटी दिन्छ भनेर भनेको थिएँ। अब यो सीको पनि तपाईँको 3 पार्ट्सको कुरा गरिरहेको छु मैले। लाइक अब यो ए स्टिल फिनिस भए जस्तो लाग्दैन मलाई है। मार्केट चाहिँ एकचोटि तपाईँको एक न एकचोटि चाहिँ प्राइस विल लिड अगेन अप टु 2645 देखि 50 मा गएर यो ए फिनिस हुन्छ जस्तो लाग्छ। यो स्मल ए है, यो ग्रीन कलर देखिरहनु भएको छ। अनि यो बी तल आउँछ है, यो बी अलि तल आउँछ, अनि फेरि यो सी चाहिँ त्यही ए को लेभलमा गएर यो सी फिनिस्ड भइसकेपछि चाहिँ यो एज होल यो सबै सी फिनिस्ड हुन्छ। त्यसपछि चाहिँ यो थर्डको लागि प्राइज आउँछ यस्तो। तपाईँहरूलाई चाहिँ डिग्रीबाट देखाउँदा है, यो यस्तो 2 भयो, यो 3 को लागि प्राइज आउँछ, अनि यस्तो 4 जान्छ, अनि यसरी 5 भएर चाहिँ यो 2 अनि यो सी फिनिस हुन्छ। त्यो सी फिनिस हुनु भनेको डिग्री 2 को कम्प्लिसन हो है। मैले चाहिँ अब यो जुन यो 1 भयो, यो 2 को लागि गइरहेछ एबिसी भएर। यो सी पनि 3 पार्टमा आउने चान्स बढी हुन्छ ट्रिपल कम्बिनेसन भएको भएर भनेर हो मैले। त्यसपछि चाहिँ अब यस्तो हुन्छ तपाईँको चाहिँ अब अब यस्तो केसमा चाहिँ अब यो सी पनि तपाईँको सब डिभिजन केसमा 3 पार्ट्समा आउन सक्ने हुन्छ है। यसलाई चाहिँ पहिला 5 मुभ्स आउँछ, अनि 3 अनि यस्तो गएको भएर हो, त्यही भएर यसमा नझुक्किनु ल। पहिला चाहिँ ए फिनिस्ड भएको छैन, किनकि प्राइसले चाहिँ ए फिनिस हुनलाई यसको मिनिमम क्राइटेरिया भनेको 2645 देखि 50 हो है। एटलिस्ट यहाँनिर चाहिँ टच गर्नुपर्छ यो एले, अनि फेरि बी चाहिँ हल्का मुनि आएर फेरि यो सी माथि गएर यो सी फिनिस हुन्छ है। अनि यो सी फिनिस्ड हुनु भनेकै यो 2 फिनिस्ड हुनु हो, यो चाहिँ यो 2। अनि फेरि यो थर्डको लागि प्राइस तल आउँछ, अनि फेरि 4 हल्का माथि गएर अनि यो सकिन्छ। यसरी चाहिँ मेरो एउटा प्रोजेक्सन हो। अब मलाई चाहिँ अब कमिङ विकतिर नै 2645 50 तिर पुग्छ जस्तो लागिरहेछ। किन भनेपछि त्यो पुग्नु भनेको यो ए पुग्नु हो है। यो ए पुग्छ, अनि फेरि स्मल स्मल यो ग्रीन कलरको बी तल आएर फेरि माथि गएर एउटा सी फिनिस भइसकेपछि चाहिँ एज अ होल यो सी फिनिस हुन्छ होला, यो रेड कलरको है। अनि त्यो भनेकै 2 फिनिस्ड हो। अब मलाई चाहिँ 2645 देखि 50 सम्म मार्केट गएको बेला बेच्नलाई हेर्नुपर्छ त्यहाँनिर। अनि त्यसपछि तल अब यो बी कति रिट्रेस हुन्छ, यो स्मल बी कति रिट्रेस हुन्छ भन्ने हो। यो चाहिँ मलाई
त्यो चाहिँ अब ए फिनिस्ड भइसकेपछि चाहिँ भनौँला कति हुन्छ भनेर है यो बी चाहिँ। अ, ठिकै छ अब अहिलेलाई चाहिँ अब भन्नुपर्ने कुराहरू केही छैन। मलाई चाहिँ फेरि प्राइसले चाहिँ 2645 देखि 50 जान्छ अनि फेरि तल आएर फेरि त्यतै पोइन्टमा गएर चाहिँ यो 2 फिनिस हुन्छ जस्तो फिल भइरहेको हो। अनि अब यसभन्दा अरू त खासै त्यस्तो भन्नुपर्ने केही छैन। अब यो बेलामा चाहिँ अब बेच्नलाई नै हेर्न पर्छ है। किनकि यो थर्ड वेभ फेरि तपाईँको ऱ्यापिडली तल खस्छ होइन? त्यही भएर चाहिँ अब भएको चाहिँ फेरि 2645-50 तिर चाहिँ बेच्नलाई नै हेर्नुला। त्यसको 5-10 तल माथि हुनसक्छ। अनि फेरि तल अब चाहिँ मार्केटमा चाहिँ मैले चाहिँ अब फ्रेस इन्ट्री चाहिँ देख्दिनँ है त। अँ अनि ठिकै छ अब तपाईँहरू कोही एलियट वेभ सिक्नलाई इन्ट्रेस्ट हुनुहुन्छ भनेपछि चाहिँ मेरो WhatsApp नम्बर पनि छ है। मैले यसमा चाहिँ थम्बनेलमा पनि राख्दैछु अनि त्यसमा पनि राख्दैछु। मलाई चाहिँ त्यसमा तपाईँहरूले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। ल अब आजलाई चाहिँ यति गरौँ। थ्याङ्क यू है त।